रातको ठिक 12 बजे समुद्र किनारामा बालुवा मुनि गाडिएका साना अन्डाहरू एकैचोटि चिरिन्छन्। साना साना कछुवाका बच्चाहरू बाहिर निस्कन्छन्। तिनीहरूलाई कसैले समुद्र कता छ भनेर सिकाउँदैन। जन्मेको केही मिनेटमै तिनीहरू समुद्रतर्फ दौडिन थाल्छन्। क्षितिजको उज्यालोपन, पानीबाट फर्कने प्राकृतिक चमक र वरपरका थुप्रै सङ्केतहरूले नै उनीहरूलाई बाटो देखाउँछन्। लाखौं पुस्तादेखि प्रकृतिले उनीहरूलाई यिनै सङ्केत पढ्न सिकाएको छ। तर आज राति ती सङ्केतहरूमध्ये एउटा ठुलो सङ्केत अचानक हराएको छ, चन्द्रमा। किनभने आज राति आकाशमा त्यो टल्किरहने गोलो वस्तु छैन जुन हामीले जन्मेदेखि नै हेर्दै आएका छौँ। अब एकछिन सोच्नुहोस्, यदि साँच्चै एक रात चन्द्रमा गायब भयो भने के हुन्छ? समुद्रको छाल उठ्न बन्द हुन्छ, पृथ्वीले घुम्ने गति फेर्छ कि यो कुरा केवल रातको उज्यालोसँग मात्र सम्बन्धित छ र पृथ्वीको भविष्यसँग यसको कुनै साइनो छैन? यी प्रश्नको जवाब जति सामान्य लाग्छ, वास्तविकता त्योभन्दा धेरै अचम्मको छ। सुरुमा धेरैलाई थाहै हुँदैन, किनकि दिनको समयमा त सूर्य नै आकाशको राजा हो। चन्द्रमा त जहिल्यै हल्का देखिने, कहिले पुरा त कहिले आधा हुने एउटा साथी मात्र हो, जसलाई मान्छेले दिनहुँ हेर्दैनन् पनि। तर जब साँझ पर्छ अनि आकाश साँच्चै अँध्यारो हुन्छ, त्यति बेला मान्छेले पहिलोचोटि केही अनौठो महसुस गर्छन्। तारा असाध्यै धेरै देखिन्छन्, पहिले कहिल्यै नदेखिएको जति टाढा। किनकि चन्द्रमाको उज्यालोले जुन हल्का धमिलोपन आकाशमा ल्याउँथ्यो त्यो अब छैन। आकाश डरलाग्दो गरी सफा र गाढा देखिन्छ। पहिले त धेरैले यसलाई बादल वा कुनै अस्थायी घटना ठान्छन्। तर जब लगातार दोस्रो तेर्सो रात पनि उही अवस्था दोहोरिन्छ, वेधशालाहरूमा फन घन्किन थाल्छ। वैज्ञानिकहरू आफ्ना टेलिस्कोप उठाएर त्यही एउटा प्रश्नको जवाब खोज्न थाल्छन्, आकाशबाट साँच्चै केही हरायो त? तर यो त सुरुवात मात्र थियो। साँच्चैको फरक त अर्को ठाउँमा देखिन बाँकी थियो। समुद्रको किनारामा हजारौं वर्षदेखि पानी बिहान माथि आउँछ अनि साँझ तल जान्छ। यो जुन लयमा चलिरहन्छ त्यसलाई हामी ज्वारभाटा भन्छौँ। धेरैलाई लाग्छ यो त समुद्रको आफ्नै स्वभाव हो, तर वास्तवमा यो पानी आफै चल्दैन। यसलाई तान्ने एउटा अदृश्य शक्ति छ जुन हजारौं किलोमिटर टाढाबाट काम गर्छ। चन्द्रमाको ग्राभिटी। चन्द्रमाकै तानाले पृथ्वीको समुद्र दिनको दुईचोटि तल माथि उठ्छ अनि तल झर्छ। अब चन्द्रमा नै भएन भने के हुन्छ? समुद्र सुक्छ, छाल उठ्नै बन्द हुन्छ। होइन, यहाँ एउटा कुरा थाहा पाउनु पर्छ, सूर्यले पनि पृथ्वीलाई अलिकति तान्छ। तर सूर्य चन्द्रमा भन्दा धेरै टाढा भएकाले त्यसको तान चन्द्रमाको भन्दा निकै कमजोर हुन्छ। त्यसैले चन्द्रमा गायब भएपछि पनि समुद्रमा ज्वारभाटा आइरहन्छ, तर ती अहिलेको भन्दा झन्डै 3 गुणा साना हुन्छन्। ठुला ठुला छाल जुन कहिलेकाहीँ किनाराका घर बस्तीसम्म आइपुग्थे, ती अब सपना जस्तै हुनेछन्। हजारौं वर्षदेखि तटीय क्षेत्रमा बस्ने समुदायले यही ज्वारभाटाको लयमा भर परेर माछा मार्ने समय मिलाउँथे, डुङ्गा बन्दरगाहमा ल्याउँथे। अब त्यो लय हल्का भएपछि वर्षौंदेखि सिकेको त्यो समय तालिका बिस्तारै बेकाम्बे हुँदै जान्छ। समुद्र किनारामा बस्नेहरूका लागि यो त्यति ठुलो कुरा नलाग्न सक्छ, तर एउटा प्रश्न अझै बाँकी छ जुन झन् ठुलो छ। के यसले पृथ्वीको घुम्ने गति नै बदलिदिन्छ त? धेरैले सोच्छन् चन्द्रमा नभएपछि पृथ्वी झन् छिटो घुम्ला वा घुम्नै छोड्ला। एकछिन फर्केर हेरौँ, आज भन्दा 4.5 अर्ब वर्ष अघि पृथ्वीको एक दिन जम्मा 6 घण्टाको मात्र थियो। त्यति बेला पृथ्वी असाध्यै छिटो घुम्यो।
तर बिस्तारै बिस्तारै प्रत्येक शताब्दीमा साना साना सेकेन्डका हिसाबले पृथ्वीको गति सुस्ताउँदै गयो र यो सुस्ताउने काम कसैले गरिरहेको थियो? चन्द्रमाले। चन्द्रमाको तानाले समुद्रमा जुन ठुलो ज्वार ल्याउँछ त्यही ज्वारले घर्षण जस्तै काम गरेर पृथ्वीको घुम्ने गतिलाई बिस्तारै सिकाउँदै लगेको हो। यो प्रक्रिया यति बिस्तारै छ कि हामी आफ्नो जीवनकालमा यसको 1 सेकेन्ड पनि महसुस गर्न सक्दैनौँ। तर अब चन्द्रमा एकैचोटि गायब भयो भने के हुन्छ? राम्रो खबर के भने त्यही क्षण पृथ्वीको गतिमा कुनै तत्काल परिवर्तन आउँदैन। पृथ्वी न त झन् छिटो घुम्छ न त रोकिन्छ। दिन अझै 24 घण्टाकै रहन्छ। तर एउटा कुरा भने रोकिन्छ, त्यो बिस्तारै सुस्ताउने प्रक्रिया हजारौं वर्षदेखि थिचिँदै आएको त्यो ब्रेक अब हराउँछ। यो सानो कुरा जस्तो लाग्न सक्छ, तर यही सानो प्रक्रियाले पृथ्वीको धेरै टाढाको भविष्यमा कस्तो असर पार्छ भन्ने कुरा हामीले अलि पछि थाहा पाउनेछौँ। तर रोटेसनको यो कुरा त विज्ञानको एउटा पाटो मात्र हो। अर्को पाटो भने हामी दिनहुँ आँखाले देख्न सक्छौँ रातको संसारमा। अब फर्केर ती कछुवाका बच्चाहरू कहाँ जाउँ जसको कुरा हामीले सुरुमै गरेका थियौँ। तिनीहरू मात्र होइनन्, पृथ्वीका लाखौं जीव जन्तुको सम्पूर्ण जीवन चक्र नै चन्द्रमाको उज्यालोसँग बाँधिएको छ। कोरल, पृथ्वी प्रवाल, जुन टापुहरू वरिपरि रङ्गीन पर्खाल जस्तै देखिन्छन्, तिनले वर्षको एउटा निश्चित रातमा मात्र आफ्नो अन्डा छाड्छन् र त्यो रात छान्ने आधार नै पूर्णिमाको चन्द्रमा। जब त्यो सङ्केत नै हराउँछ, प्रवालले आफ्नो प्रजनन समय नै बिर्सन थाल्छ। लाखौं वर्षदेखि मिलेर आइरहेको यो लय बिग्रन थाल्छ। रातको शिकारी जनावरका लागि पनि चन्द्रमा एउटा सन्तुलन हो। उज्यालो रातमा शिकार सजिलो हुन्छ तर लुक्न गाह्रो हुन्छ। अँध्यारोमा रात ठिक उल्टो। अब जब हरेक रात एकनास अँध्यारो हुन्छ, यो पुरानो सन्तुलन बिग्रन्छ। कुनै प्रजातिलाई फाइदा हुन्छ, कुनैलाई घाटा। समुद्रको सतह मुनि झन अचम्मको कुरा हुन्छ। रातभर लाखौं साना साना जीव जुन दिनमा गहिराईमा लुकेर बस्छन्, चन्द्रमाको उज्यालो छँदा मात्र सतहतिर आउँछन्। यो तिनीहरूको दैनिक बानी हो। ठ्याक्कै घडी जस्तै चन्द्रमा नभएपछि यो घडी नै बिग्रन्छ। त्यसमाथि भर पर्ने ठुला ठुला माछाको खाना खोज्ने तरिका पनि बदलिन्छ। छोटकरीमा भन्ने हो भने चन्द्रमा नभएको एउटा रातले धेरै ठुलो प्रभाव पार्दैन, तर त्यस्तै हजारौं रात एक पछि अर्को गर्दै गएपछि प्रकृतिले सिकेको सारा नियम नै फेरिन थाल्छ। यी सबै त छिट्टै देखिने असर हुन्, तर पृथ्वीको मौसमको हकको कुरा अलि फरक छ। के ऋतु परिवर्तन हुने क्रम पनि बिग्रिन्छ त? तत्कालका लागि जवाफ हो होइन, किनकि हामीले भोग्ने ऋतु जाडो, गर्मी, वर्षा यी सबै पृथ्वी सूर्य वरिपरि घुम्दा आफ्नै धुरी कति कोणमा झुकेको छ त्यसमा भर पर्छ। पृथ्वीको यो झुकाप आज नै अलपत्र हुँदैन। त्यसैले भोलि पल्ट, अर्को महिना, अर्को वर्ष पनि ऋतुहरू लगभग उस्तै रहन्छन्। यसले धेरैलाई ढुक्क बनाउँछ। तर यही एउटा प्रश्न हामीले अझ सोधेका छैनौँ। पृथ्वीको त्यो झुकाप जुन आज यति स्थिर देखिन्छ, त्यो सधैँ यस्तै किन रहन्छ? यसको जवाब सुन्दा तपाईँ अलि छक्क पर्नुहुनेछ। पृथ्वीको धुरी अहिले करिब 23.5 डिग्रीमा झुकेको छ। यही झुकापले नै हामीलाई ऋतु दिन्छ। तर यो झुकाप आफै सधैँ स्थिर रहँदैन। ब्रह्माण्डका हरेक ग्रहको धुरी बिस्तारै हल्लिन खोज्छ, किनकि सूर्य र अरू ग्रहको ग्राभिटीले सधैँ गजगजाइरहन्छ। पृथ्वीलाई यो हल्लोबाट जोगाउने जिम्मा वर्षौंदेखि एउटै वस्तुले लिएको छ, त्यो चन्द्रमा। चन्द्रमाको ग्राभिटीले पृथ्वीलाई एक किसिमको सन्तुलन दिन्छ। ठिक त्यसै गरी जसरी छिटो घुमिरहेको कुनै चक्का सजिलै ढल्दैन, चन्द्रमाको तानाले पृथ्वीको झुकापलाई एउटा साँघुरो सीमाभित्र बाँधिराख्छ।
यसको एउटा प्रमाण त हाम्रै छिमेकी ग्रहमा देख्न सकिन्छ। मङ्गल ग्रहमा 2वटा चन्द्रमा यति साना छन् कि तिनले मङ्गलको झुकावलाई थाम्नै सक्दैन। अध्ययनहरूले देखाए अनुसार मङ्गलको झुकाव इतिहासभर धेरै चोटि ठुलो हिस्साले उथुल पुथुल भइसकेको छ। अब चन्द्रमा नै भएन भने नि वैज्ञानिकहरूले मोडल मार्फत यही कुरा जाँचेका छन् र नतिजा अलि तनावपूर्ण छ। चन्द्रमा बिना पृथ्वीको झुकाव समय क्रममा ठुलो दायरामा हल्लिन सक्छ, कहिले धेरै सिधा, कहिले लगभग पुरै तिर्सिएको। अनि जब धुरीको झुकाव अस्थिर हुन्छ, ऋतु पनि अस्थिर हुन्छन्। कुनै समय जहाँ हिउँ कहिल्यै नपरेको ठाउँमा हिउँ पर्न थाल्छ, कुनै समय जहाँ सधैँ हिउँ हुन्थ्यो त्यहाँ मरुभूमि बन्न सक्छ। झुकाव थोरै थोरै वर्षै पछि होइन, हजारौं वर्षमा गएर एकैचोटि ठुलो हिसाबले बदलिन्छ भन्ने त्यो अनुमान गर्न सकिने खालको रहँदैन। त्यसैले यसलाई त्यो असर भनिन्छ जुन मानिसले तुरुन्तै महसुस गर्दैन, तर जुन बिस्तारै बिस्तारै सम्पूर्ण पृथ्वीको अनुहार नै बदलिदिन सक्छ। यसको मतलब चन्द्रमा गायब भएको भोलिपल्ट पृथ्वी पुरै नष्ट हुन्छ त? पटक्कै होइन। मान्छे बाँच्न सक्छन्, रुख बिरुवा उम्रिरहन्छन्, खेतीपाती सामान्य रूपमै चलिरहन्छ। पहिलो वर्ष, दोस्रो वर्ष, 10औं वर्षसम्म पनि धेरै मान्छेले ठुलो भिन्नता महसुस नगर्न सक्छन्। हरेक अँध्यारो राति र साना ज्वार भाटा, चन्द्रमा नभएको संसार तत्काल कुनै प्रलय हुँदैन। समस्या त्यहाँ छैन, समस्या समयमा छ। यो त्यस्तो असर हो जुन आजको पुस्ताले होइन, तर सयौं पुस्ता पछिका मान्छेले वा मान्छे नै नरहेपछिको पृथ्वीले भोग्नेछ। अब हजार लाखौं वर्ष पर पुगेर हेरौँ, जलवायु अस्थिर भएपछि धेरै प्रजातिले अनुकूल गर्न धौधौ पर्नेछ, किनकि प्रकृतिले परिवर्तनसँग सामना गर्न सक्छ। तर त्यो परिवर्तन बिस्तारै र अनुमान योग्य हुँदा मात्र। ठुला जङ्गल, प्रवाल, त्रिभुज र जटिल इकोसिस्टम बन्नका लागि नै सयौं हजारौं वर्षको स्थिर मौसम चाहिन्छ। त्यो स्थिरता नै खलबलियो भने प्रकृतिले फेरि उही सन्तुलन भेटाउन धेरै लामो समय लाग्न सक्छ। यही अस्थिरताले नै कतिपय वैज्ञानिकहरूलाई एउटा गहिरो प्रश्नतिर लैजान्छ, के पृथ्वीमा यति लामो समयसम्म स्थिर जीवन सम्भव भएको कारण नै चन्द्रमा हो? यो प्रश्नको पूर्ण जवाब अझै कसैसँग पनि छैन। तर धेरै वैज्ञानिकहरूको अनुमान के छ भने यदि पृथ्वीको छेउमा चन्द्रमा नहुँदो हो त जलवायु यति धेरैचोटि र यति ठुलो हिसाबले बदलिरहन्छ कि जटिल जीवन विकसित हुनका लागि प्राप्त स्थिर समय नै नपाउने थियो। अर्थात् हामी आज यहाँ बसेर यो भिडियो हेरिरहेका छौँ, त्यसको एउटा सानो श्रेय आकाशमा टाँसिएको त्यही चट्टानको टुक्रालाई पनि जान्छ। तर फर्केर जाउँ ती कछुवाका बच्चाहरू कहाँ जो जन्मेको केही मिनेटमै समुद्र खोज्दै दौडिन्छन्। तिनीहरूले कहिल्यै चन्द्रमा भनेको के हो भनेर जान्दैनन्। तिनीहरूलाई ग्राभिटीको, धुरीको झुकाव, ज्वार भाटाको विज्ञान केही थाहा छैन। तर लाखौं वर्षदेखि तिनीहरूको सम्पूर्ण जीवन त्यही एउटा टाढाको उज्यालो चट्टानसँग बाँधिएको छ। र यो कुरा कछुवामा मात्र सीमित छैन, हामी मान्छे पनि सायद थाहा पायौँ या नपाऊँ त्यही एउटा नियमभित्र बाँचिरहेका छौँ। चन्द्रमाले हामीलाई दिने रातको उज्यालो त सतहमा देखिने कुरा मात्र हो। यसको साँचो काम त हामीले कहिल्यै आँखाले नदेख्ने ठाउँमा भइरहेको छ। पृथ्वीलाई सिधा उभिन दिने, ऋतुलाई क्रमबद्ध राख्ने, समुद्रलाई सास फेर्न दिने। त्यसैले अर्को पटक जब तपाईँ रातिको आकाशमा त्यो सेतो गोलो वस्तुलाई हेर्नुहुन्छ, याद गर्नुहोस्
त्यो केवल हेर्नका लागि मात्र भएको सुन्दर वस्तु होइन, यो त पृथ्वीलाई अझै पृथ्वी नै रहन दिने चुपचाप बसिरहेको एउटा गाढो 4.5 अर्ब वर्षदेखि यही सम्झौता चलिरहेको छ। पृथ्वी घुम्छ, चन्द्रमा साथ दिन्छ र जीवन बाँच्छ, र यदि कुनै राति त्यो अचानक गायब भयो भने हामीले गुमाउने कुरा चन्द्रमा मात्र हुने छैन, हाम्रो सन्तुलन नै हुनेछ।